हामी मेरो मामा घर बन्दीपुर जाँदै सबैजना फ्यामिली मिलेर। हेर्नु न, भन्दै अक्काला पनि त आइसक्यौँ नि हामी। मेरो छोरा हाँस्दैछ, सबैजना सँगै छौँ हामी। म कस्तो देखिएको, खाजा खाने ठाउँ पनि आइसक्यौँ है साथीहरू। भन्दै बन्दीपुर पनि त आइसक्यौँ। हेर्नु न, पेङ खेल्दैछन् कोही, कति रमाइलो छ यहाँ। आउँदै रात पनि पर्यो। मेरो मामा घरै यो चाहिँ। बाइजू निस्किन्, साथसाथै दिदी पनि। यो चाहिँ आगो बाल्ने कोठा है साथीहरू, किचन बाहेक पनि हुन्छ नि। हामी चाहिँ खाना खानु लागेको, साथसाथै दिदी नानी पनि खाना खाँदैछिन्। खाना खाइवरी सुत्यौँ हामी। बिहान उठेको त कति ठुलो पानी परेको। आज हामी बन्दीपुर घुम्ने प्लान थियो, खै पानीले नदेला जस्तो छ आज पनि। दिदी कुखुरा बनाउँदैछिन्। भाउजूले अर्को कुखुरा पनि लिएर आउनुभयो। यो चाहिँ मेरो मामा घरको कुखुरा। दाइ र दिदी मिलेर कुखुरा बनाउनु लाउनु भयो। भाउजूले एउटा कुखुरा रेडी गर्दैछिन्। कुखुरा काटेको देखेर सानो डराएको छ। टिका लाउने टाइम। सानो मान्छेबाट स्टार्ट टिका लगाउनु। दाइ भाउजू दिदी भेनाजु। भाइ बुहारी भदैनी। ठुली बुहारी, कान्छी बुहारी। दाइ र बाबु भएर कुखुरा बनाउँदैछ। माइजू भान्जा के कुरा गर्दैछन् हो। नानी छुट्टी थिइन्, नानीले पनि टिका लगाइन्। काका छोरा भएर कुखुरा रेडी पार्दैछन् है यिनीहरू। भाउजू बुहारी दिदी भएर खाना रेडी गर्दैछन्। मेरो दादाको वकी टोकी भनेको त मोबाइल रहेछ सानो खालको। यता चाहिँ खाना बन्दैछ है। मैले भिडियो यति मात्र खिचेको थिएँ बन्दीपुरमा खिचौँला भनेर। पानी परेको हुनाले हामी घुम्न पाएनौँ। सो अर्कोचोटि चाहिँ फुल भिडियो राख्छु है म।